हेलो गाइज, अब चाहिँ हामी यसो मेरो बाइकको चाहिँ नम्बर प्लेट उडाइदिएछ कुनचाहिँले होइन, उडाइदिएछ भने भाँच्दैछ पार्किङमा। भाँचे भएर हामी समय भएर म चाहिँ यसो त्यो नम्बर प्लेट हाल्न जाँदैछौँ। त्यो चाहिँ हामी अहिले यहाँ ठ्याक्कै कहाँ छौँ भन्दा यहाँनिर छौँ, यहाँनिर छौँ भन्नाले यो लभिङ मल भन्छ अगाडि। लभिङ मलको सिधा बाटोनिर छौँ हामी चाहिँ। एकछिन हामी जान्छौँ, एउटा सानो काम सकाएर यहाँबाट जानेछौँ। यहाँबाट सर जाँदाखेरि अब हामी सिधै जान्छौँ यहाँबाट लेफ्ट याला सडक हुँदै हामी चाहिँ जानु पऱ्यो। हामी ठ्याक्कै पाटन ढोकानिर आइपुग्यो। पाटन ढोकाबाट चाहिँ हामी अब लेफ्टपट्टि जान्छौँ। लेफ्टबाट डाइरेक्ट राइटपट्टि हामी कट हानिहाल्नुपर्छ। राइटबाट जाउँ अब हामी। राइट कट हामी जाने ठाउँ चाहिँ रातो पुल हो। यहाँबाट हामी पुलचोकबाट रातो पुल हामी जाँदैछौँ यहाँबाट। अब हामीलाई यहाँबाट चाहिँ अब सिधै युएन पार्कतिर पुग्छ हामी यहाँबाट। अगाडि गाडी छ, ठ्याक्कै हामी युएन पार्कको अपोजिट निस्क्यौँ होइन। यहाँबाट अब हामी राइटपट्टि हामी जान्छौँ। राइट अनि लेफ्ट यसो जाममा पनि यसो बस्छौँ हामी होइन। यसो लिएर चाहिँ यहाँनिर जाममा बस्दा बस्दा अल्छी लागेर होइन त, गर्मीले पाकिसक्यो। त्यही त पसिना आउनु थालिसक्यो यार। त्यही पनि एकछिन बस्छौँ जाममा, के हुन्छ हेरौँ न, कुन बेला खोल्छ हेरौँ होइन। जाम चाहिँ खोल्यो है त। अब हाम्रो चाहिँ बाइक स्टार्ट बन्द भयो यार, के हो यो चाहिँ। अहिले यो ठ्याक्कै जाम कट्दैछौँ होइन। यहाँ चाहिँ लास्ट जाम हुन्छ, यो रोड चाहिँ जहिले पनि जाम भइरहेको हुन्छ, दामी जाम भइरहेको हुन्छ यहाँ चाहिँ। दामी बाइक हुन्छ त्यहाँबाट राइट त स्लो गर त, त्यहाँबाट राइट टेक राइट दामी सुधिया राइट त रमाइलो भयो। अब बानेश्वरको पुल चाहिँ पुलबाट चाहिँ हामी पुलमुनिबाट जान्छौँ ल। पुलमुनिबाट लेफ्ट लिएर जान्छौँ यहाँ गाडीहरू। जस्तो यो चाहिँ दिउँसोको टाइममा चाहिँ त्यति साह्रो जाम हुँदैन, तर अफिस टाइममा चाहिँ धेरै जाम हुन्छ यो बाटो युज गर्न पनि। दिउँसोको टाइममा चाहिँ आफ्नो करिडोर बाटो खासै त्यस्तो जाम हुँदैन। भनेरमा त के हो पुल क्रस गऱ्यो हामीले चाहिँ। अब यस पछाडि हामी अर्को पुल क्रस गर्छौँ। यसो मैले एउटा ब्याङ्क देखेँ यहाँनिर, प्रभु ब्याङ्क ठुलो रहेछ। हेडक्वार्टर हो कि क्या हो यो। हाम्रो पिङ्क पुल आयो, यहाँबाट हामी पुल मुनि जान्छौँ हामी। सायद अब सेतो पुल आउँछ होला, त्यो पुल पनि हामी पर्छौँ। पानी नपरेको बेलामा चाहिँ यो खोला शान्त बसिरहेछ, पानी परेको बेलामा चाहिँ पुरै यो खोलामा पुरै पानी आएर माथिसम्म भरिन्छ यार। त्यसै उतापट्टिको पुल हो यो, रुद्रमती चोकले। गाडीको अगाडि के टाक्साइरहेछ यहाँ चाहिँ। सबैहरूमा चाहिँ यसो जोगिएर हिँड्नुपर्छ। चारैतिरबाट गाडीहरू बाइकहरू आएर आफूले राम्रै चलायो भने हानिदिनु पनि सक्छ। तपाईँले हल्लिने गरी यार कुदाएर सेतो पुल आएर अब हामी चाहिँ अहिले सेतो पुल आइपुग्यो। सेतो पुलबाट पनि हामी मुनि नै जान्छौँ। सेतो पुलबाट पनि हामी मुनि जान्छौँ, पुल पनि मुनिको बाटो जान्छौँ होइन। त्यसपछि बल्ल रातो पुलबाट चाहिँ हामी यता पनि रातो पुल छ। लेफ्ट होइन। अब यहाँको बाटोहरू यस्तो छ यहाँनिर। एकछिन वेट गरौँ। अब हामीले नम्बर प्लेट हाल्ने ठाउँ आउनै लाग्यो।
त्यहाँ यस्तो दामी हालिदिन्छ कि नम्बर प्लेट होइन, हाल्ने तरिका पनि दामी छ नि होइन। यता राइट साइडपट्टि होइन त हामी यहाँ दिदीको पसलमा आयो होइन भनेर 300 रुपियाँ मात्र लेखा रहेछ, तर त्यो चाहिँ होइन, त्यो चाहिँ हामी आएको नम्बर प्लेटको पसल चाहिँ यही हो, आरएस डिजाइन एन्ड आर्ट भन्ने हो। यही नै हामी अब नम्बर प्लेट हाल्छौँ। नम्बर प्लेट अस्ति पार्किङमा कुन चाहिँले भाँच्दै चाहिँ 7 मात्र देखिरहेको छ होइन। अब यसैलाई मात्रै बनाउन आएको हो आज चाहिँ। यो चाहिँ यो बनाउन आएको चाहिँ यहाँ सबै भाइ म होइन। अनि आरएस डिजाइन एन्ड आर्ट होला। यहाँ चाहिँ यो चाहिँ रातो पुल लिएर छ, अनि रातो पुलबाट अलिकति क्रस गरेर आयो भने ठ्याक्कै यहाँ आरएस डिजाइनमा आइपुगिन्छ। त्यो हेर्दाखेरि चाहिँ एमा सोरुम पनि यही नजिकै रहेछ नि त। एमा सोरुम पनि नजिकै, बाइक पनि नजिकै। आरएस डिजाइन एन्ड आर्टमा चाहिँ यो नम्बर प्लेट बनायो होइन। नम्बर प्लेट चाहिँ अब पहिला अब कस्तो थियो भाँच्चा थियो होइन, अहिले चाहिँ यस्तो भयो दामी बनाइदिनु रहेछ यहाँ होइन। तपाईँहरूलाई पनि आउनु मन छ भने चाहिँ यहाँ आरएस डिजाइन एन्ड आर्टमा यहाँ रातो पुलमा चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ होइन। रातो पुलमा आरएस डिजाइन एन्ड आर्ट सर्च गरेर ठ्याक्कै आइपुग्नु होइन। दामी देख्यो ल बाइक।